भनेपछि भलिबल मन पर्छ तिमीलाई? यस यस ओके। अनि चिया खायो बिहान? चिया खाएन? के खायो? के मन पर्छ तिमीलाई? राइस भात मन पर्छ? भात मन पर्छ? कस्तो भात? भुटेको भात? अनि अरू के मन पर्छ तिमीलाई खानेकुरामा? मलाई अंगुर एप्पल बनाना अनि अनार अनि बेलौती ल एकदम धेरै राम्रो कुराहरू मन पर्ने रहेछ। अनि तिमीलाई चाहिँ बाहिरी कुराहरू चाहिँ मन पर्छ पर्दैन? यस्तो चाउचाउ बिस्कुट अनि होटेलमा पाइने मोमो चाउमिन मन पर्दैन? खान्छौ कि खान्नु त्यस्तो कुराहरू? नधाटिकन भन्ने कसम खाऊ? खाँदै खान्न त्यस्तो? अस्ति नै त खाएको जस्तो लाग्थ्यो त मलाई। खाएको जस्तो लाग्थ्यो अस्ति। मान्छे अहिलेसम्म खाएको छ कि छैन त्यस्तो? खान त खाएको छ नि? खाएको छ नि? कतिचोटि खान्छौ महिनामा यस्तो खाजाहरू? खाजा प्राय के खान्छौ? एप्पल खान्छ? नधाटिकन भन्ने? अब ल अनि पानी तिर्को ला पानी खाऊ जति खायो नि खाऊ। ओहो पानी त टन्नै खाने रहेछ तिमीले। पानी अझै चाहिन्छ? ल एकछिनमा म भरिदिन्छु है त हुन्छ। अनि स्कुल अहिले के छ? अहिले स्कुल बन्द छ। बन्द भनेको बिदा छ? ए बिदा भन के बुझ्यौ? के छ? होलिडे। ए म त होली छ भनेको त्यो रङ लाउने होली होलिडे भन्नु पऱ्यो क्या त्यसलाई बुझ्यौ? होली मात्रै भन्नु भएन क्या। अनि के को बिदा अहिले चाहिँ? अहिले एक्जाम भएर 2 क्लासमा जाँदाखेरि छुट्टी दिन्छ। ए अब तिमी त 2 क्लास पुग्यौ है? ए अनि कस्तो भयो त एक्जाम तिम्रो? राम्रै भयो। फाइनल एक्जाम है? पास हुन्छौ? त्यस्तै लागिरहेछ। के भन्यौ? त्यस्तै लागिरहेछ। अहिले 6 हुन्छ जस्तो लाग्छ। के भन्छ जस्तो लाग्छ? 6 किन त अझै त्योभन्दा माथि नआउने? पहिला के हुन्थ्यो त्योभन्दा पहिला? 4th अहिले झन् तल 6 त्यो भनेको राम्रो कि नराम्रो? 6th भनेको राम्रो। ए अनि घरमा अनि 6th आयो भने मम्मी बाबाले पिट्नुहुन्छ कि हुँदैन? मम्मी बाबाले कराउनुहुन्छ 6th आयो भने? कराउनुहुन्न। अनि एकछिन ल त्यो कट। अनि अर्को क्वेसन के क्वेसन सोद्धा ठिक हुन्छ? अरू के